तपाईँ लगइन गरिहाल्नु त्यतासम्म। यता अब यता हेर्नु अब के गर्न सक्नुहुन्छ। ब्राउज सबै रुम गर्न सक्नुहुन्छ। नोटिफिकेसन, कम्युनिटी, यता पार्ट टाइम जब पनि हामी अगर हुन्छ भने कतैबाट हामी तपाईँलाई दिनेछौँ। मार्केट प्लेसमा पनि आफ्नो तपाईँ जो एउटा मतलब कुनै एउटा कपी किताब या केही त्यस्तो छ पुरानो सामानहरू तपाईँ त्यता सेल गर्न सक्नुहुन्छ। अनर पनि अनि स्टुडेन्टहरू पनि सबजनाले। अब हेर्नु अब तपाईँ आफ्नो आइडीले साइनअप गर्नुभएको छ भने राम्रो छ। लाइक मेरो चाहिँ म एज अ कस्टमर साइनअप भइहालेको छु। स्विच अकाउन्टमा गरेँ म एज अ अनर साइनअप हुन्छु। म चाहिँ गुगलबाट गरेँ। तपाईँले यता म चाहिँ अलरेडी भेरिफाई गरेको छु। अनि तपाईँले यता प्रोपर्टी लिस्ट गर्नको लागि सेवा नम्बर दिनुपर्छ, किनकि तपाईँ त्यता दिनु भएन। हामीले तपाईँलाई पे गर्नुपर्ने हुन्छ भने तपाईँको सेवा नम्बर चाहिन्छ या केही त्यस्तो जुनबाट तपाईँलाई म पेमेन्ट गर्न सकोस्। त यता तपाईँ यो तपाईँको ड्यासबोर्ड हो, यस्तो छ। अगर चाहिँ तपाईँ हाम्रो टिमबाट लिस्ट गराउन चाहनुहुन्छ भने यता गएर हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। लिस्ट अब ओपनिङ वाट्सएप, अनि वाट्सएप ओपन हुन्छ अनि हामीलाई डाइरेक्ट म्यासेज गर्न सक्नुहुन्छ। एन्ड हामी तपाईँलाई त्यता आएर कन्ट्याक्ट गर्ने नै छौँ। लाइक अब तपाईँले आफ्नो प्रोपर्टी लिस्ट गर्नको लागि यता एड टु प्रोपर्टीमा क्लिक गर्नुहोस् एन्ड डन। यता अब तपाईँ आफ्नो टाइटल चुज गर्नुहोस्। आफ्नो प्रोपर्टीको के टाइटल राख्न सक्नुहुन्छ। लाइक धेरै राम्रो रुम छ, धेरै राम्रो रुम छ विराटनगर 10मा, विराटनगर 10मा अर्निको कलेज नजिक, यो पनि राख्न सक्नुहुन्छ। तपाईँको सिङ्गल रुम हो त सिङ्गल रुम, या तपाईँको डबल रुम, फ्ल्याट, अपार्टमेन्ट जे हो यो चुज गरेर आफ्नो अनुसार राख्न सक्नुहुन्छ। लाइक म सिङ्गल रुम नै राखेँ। डिस्क्राइब गर्नुहोस्, योमा के डिस्क्राइब गर्न सक्नुहुन्छ। बेसिकली तपाईँ आफ्नो प्रोपर्टीको बारेमा डिस्क्राइब गर्न सक्नुहुन्छ यता। अनि तपाईँ कस्तो अझै बढी फ्यासिलिटी दिन चाहनुहुन्छ अनि तपाईँले जे पनि यता लेख्न पाउन सक्नुहुन्छ। बेसिकली यो मेरो मोबाइलको प्रब्लम हो। यता रेन्ट सिलेक्ट भएको छ। अगर तपाईँले सेल गर्नुहुन्छ भने फर सेल, र लिजमा राख्नुहुन्छ लिज, या रेन्ट सेल दुइटै गर्दा पनि हुन्छ। लाइक अब मन्थली कति पैसा राख्नु छ। लाइक म राखेँ चार्ज 4500, अनि 4500 प्राइस नेगोसिएबल भन्नेको प्राइस यो नोट गर्नुहोला। यो भनेको तपाईँको त्यता आएर कस्टमरहरूले तपाईँसित अझै पैसा कम पनि गराउन सक्छ। हामीलाई त्यस्तो नगरिदिनुहोस्, फिक्स प्राइस राख्नुहोस्। अब एरिया अब लाइक म विराटनगर 10 दिएँ। ओके 10 दिएँ। फुल एड्रेस, अब फुल एड्रेस जस्तै विराटनगर रङ्गेली रोड, पुरा जति तपाईँको डिटेल थाहा छ नि, यो हस्पिटलको अगाडि, यो यता यो सबै यता दिइहाल्नुहोस्। अनि भ्याकेन्ट टाइप अब कस्तो छ तपाईँको रुम, त तपाईँको रुम पुरै खाली छ या रुममेट चाहिन्छ या स्टुडेन्टको लागि मात्रै, फ्यामिली या वर्किङ प्रो या एनी वान। त म टोटली भ्याकेन्टै राखेको छु, जो पनि आउन सक्छ। अनि फुड पर्फर्मेन्स तपाईँले उसबाट कस्तो आश राख्नुहुन्छ। लाइक भेज साग भात मात्रै खाओस् कि मासुहरू पनि खाओस्। अनि लाइक नन भेज ओके। सो म बोथ राखेँ, जे पनि खाँदा हुन्छ। विथ द रुम बेस्ट फोर, मतलब अब लाइक सबजना गर्ल्स बस्दैछ अनि तपाईँले बोइजलाई कमान्ड गर्नुहुन्छ भने राम्रो हुँदैन। सबजना बोइज बस्दै हुनुहुन्छ अनि तपाईँको अझै रुममा अनि एउटा गर्ल्सलाई रिकमान्ड गर्नुभयो भने त्यो पनि राम्रो होइन। तब तपाईँ त्यो अनुसार सिलेक्ट गर्नुहोस्। सपोज सबजना गर्ल्स बस्दैछ अनि म अब गर्ल्सलाई नै रिकमान्ड गर्छु। अनि
यो बेसिकली रिकमेन्डेसनमा हुन्छ। अब यो होइन कि गर्ल्सैलाई बस्नुपर्छ, अब रिकमेन्डेडमा हुन्छ। मुभ इन लिभिङ कन्डिसन, अब लाइक तपाईँ के गर्न सक्नुहुन्छ भने एभाइलेबल फर्म्स यो कहिलेदेखि हो, लाइक कहिले पनि डेट जसले आज दिन 6को महिना 6को महिना भन्दैछु, 1को महिना 26 गते मिनिमम स्टे योहरू सब अप्सन हो, तपाईँ सिलेक्ट गर्नुहोस् नगर्नुहोस्। योहरू वाटर सप्लाई तपाईँको कस्तो छ, वाटर सप्लाई मतलब यो भनेको मतलब जो म्युनिसिपालिटीले दिन्छ या तपाईँले वेल वाटर दिनुहुन्छ या ट्याङ्क लिमिटेड आवर जे गर्नुहोस्, मिक्स्ड या इस्यु सम टाइम जे गर्नुहोस्। लाइक मिक्स्ड म भनिदिएँ, लाइक दुइटै फेसिलिटी छ, पावर ब्याकअप छ, इन्भर्टर छ किन इन्टरनेट वाइफाई छ, यस छ। टेनेन्टलाई पे गर्नुपर्छ, यो टेनेन्ट पेज। अनि सिलेक्ट अब इन्भर्टरहरू छ कि छैन, अब त म त नन सिलेक्ट गरेँ। अनि यता फाइबर वाइफाईहरूमा बेसिकली यो फाइबर इन्स्टल इन्क्लुडेड भनेको लाइक त्यही भरैमा भइहाल्छ, अलगले तिर्नु पर्दैन। त्यस्तो नभए स्मोकिङ भिजिटर यही अनर योहरू तपाईँ आफ्नो अनुसार फिलअप गर्नुहोस्। तपाईँको डिफ्रेन्ट हुनसक्छ। अनि सिङ्गल रुममा कतिजना बस्न सक्छ, लाइक 2 जना म राखेँ। रुम साइज कति छ तपाईँको, लाइक 120 नै म राखेँ। अट्याच बाथरुम छ कि नै, कसैको हुनसक्छ, कसैको सेयर्ड, त सेयर्ड म्याक्सिममको सेयर्ड। अब हट वाटर मर्निङ अन्ली, अब जे छ यो तपाईँ किचन एक्सेसहरू यो तपाईँहरू आफ्नो अनुसार राख्न सक्नुहुन्छ। बेड प्रोभाइडेड, यस विथ अ म्याट्रेस या सोफा त्योहरूको साथ, गदैलाहरूको साथ या छैन, अनि त्यो अनुसार तपाईँ राख्न सक्नुहुन्छ। लाइक सनलाइट आउँछ कि आउँदैन, फ्यान छ कि छैन, फ्लोर कुन फ्लोरमा, लाइक बेसिकली ग्राउन्ड या फर्स्ट फ्लोर हुन्छ, ग्राउन्ड फ्लोर या फर्स्ट फ्लोर सिलेक्ट गर्नुहोस्। लेख्नुहोस् क्लिनिङ सर्भिस के स्टुडेन्ट या जो रुम लिन्छ उहाँलाई नै गर्नुपर्छ या के कस्तो सुविधा छ योमा, यो तपाईँ सिलेक्ट गर्न सक्नुहुन्छ। विकली सेल्फ या जे गर्नुहोस्। अब तपाईँलाई के हाउस रुल्स राख्नु छ त्यो राख्नुहोस्, लाइक नो स्मोकिङ, नो यस्तो केही लाइक त्यस्तै। अनि अब पेमेन्ट मेथड, अब म कसरी तपाईँलाई पेमेन्ट गर्न सक्छु, त तपाईँ त्यो पेमेन्ट मेथड तपाईँ आफ्नो राखिदिनुहोस् यता। एन्ड पिन योर प्रपर्टी लोकेसन, अब तपाईँले कहाँ छ तपाईँको प्रपर्टी, सिम्पल यो पिन गरिदिनुहुन्छ भने तपाईँ यो पिन गरिदिनुहुन्छ भने तपाईँको लोकेसन पिन भइहाल्छ तपाईँको प्रपर्टीको। यता एलो गर्नुपर्छ, अनि लाइक पिन भइहाल्यो यता ग्रिन कलरमा, यता पिन भइहाल्यो। लाइक अब डाइरेक्ट यता छु भनेर हेर्न सक्छ कोही, डाइरेक्ट मेरो प्रपर्टीमा हेरेर अगर चाहिँ म भेरिफाई गर्छु त्यो राम्रो हो, त्यो रियल युजर हो, अनि तपाईँनिर मात्रै जान सक्छ। मसित म्यापको पर्मिसन छ, म एप एभाइलेबल गर्छु कि नै। अब तपाईँले यता आफ्नो रुमको राम्रो फोटो यता अपलोड गर्न सक्नुहुन्छ। लाइक यो म गरेँ 4वटा। अनि भिडियो पनि अपलोड, एउटा सानो भिडियो अपलोड गर्न सक्नुहुन्छ। अनि यता भिडियो लाइक फोटो अपलोड हुँदैछ, अपलोड भइहाल्छ। सबै इलेक्ट्रिसिटी छ, अनि वाइफाई छ, वाटर छ, किचन इन्क्लुडेड छ कि छैन, अब पार्किङ छ कस्तो। अनि यता पैसा राख्न सक्नुहुन्छ, तपाईँ कति लिनुहुन्छ, लाइक 200 या जे छ, अब नराख्दा पनि हुन्छ। लाइक कसैको यता त आफ्नै 100 मिटर हुन्छ, म्याक्सिममको त 100 मिटर अनुसार। वाइफाई फ्री इन्क्लुडेड, नै पेड सेयर्ड छ, यो गर्नुहोस् कति, त त्यो 200। वाटर कति, त 100 या 200 जे गर्नुहोस्, यता त्यो फरक पार्दैन। पार्किङ बाइक अन्ली या जे पनि पैसा यता राख्न सक्नुहुन्छ। अगर तपाईँ लिनुहुन्छ चार्ज, त्यस्तो त नहोला, सो केही छैन। अब तपाईँको नियर बाई प्लेस के छ, नियर बाई प्लेस भनेको लाइक केही एड पनि गर्न सक्नुहुन्छ, या तपाईँको अर्निको छ, या ब्राड मेडिकल छ, या नोभेल छ, या जे पनि सिलेक्ट गर्नुहुन्छ। तपाईँको रुम तपाईँको घर कहाँबाट कहाँ नजिक पर्छ, अनि कति टाइम लाग्छ त्यो पनि यता भनिदिनुहोस्। लाइक जति टाइम लागोस् तपाईँ यता भनिदिनुहोस्। अनि लाइक हस्पिटल छ मेरो एरियाबाट नजिक, अनि यता हस्पिटलको नाम लेख्ने, लाइक कोसी। लाइक कति मिनट लाग्छ भने कति मिनट लाग्छ, मिन बाइक, मिन ड्राइभ, मिन वाकमा कति टाइम लाग्छ, त 10 मिनट 20 मिनट जे लागोस्। अनि त्यता तपाईँ टाइम यता सिलेक्ट गर्न सक्नुहुन्छ। लाइक 20 मिनट लाग्यो, अनि त्यस्तै। एन्ड
एन्ड यस्तै अब तपाईँले लिस्ट प्रोपर्टी गर्नुहुन्छ भने अब 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 एडमिनतिर जान्छु यो एप्रुभ हुन। तपाईँले एउटा प्रोपर्टी लिस्ट गर्नु सक्नुभयो। हेर्नु यता धेरै राम्रो रुम छ, त्यही भएर कि यो अब प्रोपर्टी यो लिस्ट हुन्छ अनि यो प्रोपर्टी चाहिँ लिस्ट हुन्छ जब कि अनरले हेर्छ तपाईँको। अनि अगर चाहिँ तपाईँको रुम कोही म्यानुअली बुक गरिहाल्यो भने या कसैले तपाईँको रुम बुक भइहाल्यो भने केही छैन स्काई रुमबाट। अगर चाहिँ तपाईँको म्यानुअली बुक भयो भने त्यता तपाईँ अनअभाइलेबल देख्दिनु, या तपाईँको रुम खाली नै हुनेवाला छ त अनअभाइलेबलमा त्यो हिडन भइहाल्यो। अनि लाइक यस्तै। अनि लाइक अगर चाहिँ तपाईँ अलि दिनमा खाली हुन्छ भने कमिङ सुन, अनि बुक भइहाल्यो त बुक चाहिँ या अनअभाइलेबल। अहिले त अभाइलेबल राखिदिए अनि अब अनर एडमिनले डिसाइड गर्छ कि अब तपाईँको प्रोपर्टी रिभ्यू गर्छ। लाइक म तपाईँलाई हेराइदिन्छु अनि तपाईँले यतादेखि आफ्नो प्रोपर्टी रिभ्यू गर्न सक्नुहुन्छ। यतादेखि पुरा के गर्नुभयो के त्यो सब कुरा यस्तो आउँछ तपाईँको। यस्तो इन्टरफेस आउँछ, यस्तो तपाईँले गर्नुभयो एन्ड लाइक यस्तो होइन। अनि तपाईँले यता एडिटको अप्सन पेन्सिलवाला अप्सनमा आएर एडिट पनि गर्न सक्नुहुन्छ। बेसिकली म गरिनँ। अनि तपाईँले के अगर चाहिँ कोही तपाईँलाई त्यस्तै हिँड्दै आयो तपाईँको रुम खोज्नको लागि तपाईँको घरमा, त तपाईँले यो सजेसन दिनु सक्नुहुन्छ उहाँले कि मेरो रुम योबाट लिस्ट छ, स्काई रुमबाट लिस्ट छ, अनि उहाँ चाहिँ तब योबाट गऱ्यो भने अगर चाहिँ कोही तपाईँलाई हिँड्दै आयो खोज्दै आयो रुम खोज्न, अनि तपाईँले सजेसन दिनुभयो कि योबाट मेरो रुम स्काई रुम नेपालमा इन्लिस्टेड छ अनि त्योबाट तिमी बुक गर। अनि त्योबाट उहाँले बुक गर्नुहुन्छ भने तपाईँले जबको लागि पनि अपलोड गर्नु छ भने तपाईँको केही जब गर्नुपर्ने छ, तपाईँलाई एम्प्लोयरहरू यस्तो मिल्दै छैन भने तपाईँ आफ्नो अनुसार यतादेखि तपाईँ आफ्नो स्काई रुममा त्यो पनि फिचर छ कि तपाईँले जबको लागि अपलोड गर्नुहुन्छ भने जब चाहे फाइन्ड जब चाहे पोस्ट जब तपाईँ दुइटै गर्न सक्नुहुन्छ। यो एक्सपेन्सेस स्प्लिटर भनेको चाहिँ एउटा फ्लाइट भाडामा लियो कसैले 3-4 जना मिलाएर 3-4 जना कसरी कति पैसा तिर्नुपर्छ यो हाम्रो अटोमेटिक सिस्टम एक्सपेन्स स्प्लिटरले गरिदिन्छ। अनि यस्तै हो। अनि तपाईँले स्काई रुमबाट पनि यो स्काई रुमको फोटो सोध्न सक्नुहुन्छ कि लाइक मलाई रुम इन्लिस्टेड गराउनु छ, यो आफै गरिदिन्छ सब कुरा तपाईँको। लाइक असम आई विल गाइड यु थ्रु द लिस्टिङ योर प्रोपर्टी स्टेप बाई स्टेप यो भनिदियो। अब तपाईँले यस स्टार्टमा क्लिक गर्न सक्नुहुन्छ या जे पनि लाइक इङ्ग्लिसमा छ तपाईँले नेपालीमा पनि सिलेक्ट गर्न सक्नुहुन्छ। यो बोल छ पनि लाइक यस लेट स्टार्ट। अब हेर्नु चरण 1-5 1देखि 5सम्म के तपाईँले के गर्न सक्नुहुन्छ। लाइक यो बोल्दै पनि छैन। छोटो र स्पष्ट शीर्षक राख्नुहोस्, जस्तै पूर्वाञ्चल क्याम्पस नजिकैको उज्यालो सिङ्गल कोठा र प्रकार छान्नुहोस्, सिङ्गल, डबल कोठा, फ्ल्याट, होस्टल, पिजी, पसल आदि। अर्को चरण अब सिम्पल तपाईँले चरण 2 मुनि 5 चरण 2 फोटो र भिडियो तपाईँ गरेर 4देखि 8वटा साटो फोटो दिनको उज्यालोमा अपलोड गर्नुहोस्। धन्यवाद। अझै तपाईँले केही क्वारी छ भने हामीलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ यतादेखि यो नम्बरमा या यो जिमेलमा, या यतादेखि डाइरेक्ट वाट्सएपमा तपाईँ जान सक्नुहुन्छ। एन्ड अझै फर्दर